हरेक उचाइको यात्रा सधैँ एउटा पाइलाबाट सुरु हुन्छ। एउटा सपना, एउटा विश्वास र दूरदर्शी नेतृत्वले जब सही लय समात्छ, त्यसले एउटा थप व्यवसाय होइन, प्रणालीको अभिन्न अङ्ग निर्माण गर्छ। नेपालको स्वास्थ्य क्षेत्रमा यस्तो उदाहरण बनेको छ वेब ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेड। विगत 24 वर्षदेखि यो कम्पनीको चाहिँ हेडन गर्दैछु। हामी चाहिँ आजको मितिमा आइपुग्दा एउटा चाहिँ इस्टाब्लिस नाम, ब्रान्डेड प्रडक्ट दिने, आफ्टर सेल सर्भिस, कस्टमरलाई चाहिँ नि सामान बेचेपछिको सेवा सर्भिस दिने, तालिम दिने र मार्केटमा चाहिँ नि नयाँ चिज, विश्व बजारमा भएका नयाँ ब्रान्ड, नयाँ टेक्नोलोजीलाई मार्केटमा ल्याएर इस्टाब्लिस गराउने, त्यसको ट्रेनिङ गराउने र त्यसलाई प्रवर्धन गर्ने मुख्य भूमिकामा हामी आबद्ध छौँ। मल्टिनेसनल कम्पनीहरू करिब 20वटा कम्पनीको चाहिँ हामी आजको डेटमा आइपुग्दा त्यो कम्पनीहरूको चाहिँ डिरेक्ट एक्सक्लुसिभ पार्टनर भएर चाहिँ यो मार्केटमा हामी काम गरिरहेछौँ। मुख्यतया हामी 4वटा सेगमेन्टमा काम गर्छौँ। त्यो 4वटा सेगमेन्ट मध्येमा पनि फोकसमा हामी आइपिडी, डर्माटोलोजी एन्ड एनेस्थेटिक र हाजर्ड वेस्टमा पनि हामी काम गरिरहेछौँ। दृढता, अटुट विश्वास, कर्मप्रतिको निष्ठा र समाजप्रतिको दायित्व, यी मूल्यहरूले कम्पनीलाई अगाडि बढाएको छ। सन् 2001 मा उद्यमी रामेन्द्र न्यौपानेको सोचबाट जन्मिएको वेब ट्रेडिङ कन्सर्न आज स्वास्थ्य प्रविधिको क्षेत्रमा भरोसा योग्य नामका रूपमा स्थापित भएको छ। यो लामो यात्रा सजिलो थिएन। सीमित स्रोत, चुनौतीपूर्ण बजार र प्राविधिक पहुँचको अभावका बीच सुरु भएको प्रयास आज देशका करिब 70 जिल्लासम्म पुगेको छ। यस्तै अस्पताल जन्य फोहोर व्यवस्थापन प्रणाली, इन्डस्ट्रियल लन्ड्री सेटअप र हाइजिन तथा स्टेरिलाइजेसन क्षेत्रमा कम्पनीले उल्लेखनीय योगदान दिएको छ। स्वास्थ्य क्षेत्र केवल उपचारमा सीमित हुँदैन भन्ने मान्यताका साथ कम्पनीले ब्रुमलेस नेपाल जस्ता अभियान मार्फत सरसफाई र संक्रमण नियन्त्रणमा जनचेतना फैलाउँदै आएको छ। नमस्कार, म डाक्टर दर्पण कार्ड, प्रोफेसर इन डर्माटोलोजी। डर्मामा विभिन्न किसिमको प्रयोग गरिने मेसिनहरू जस्तै रेडियो फ्रिक्वेन्सी, आरएफ मेसिन, इलेक्ट्रोकर्टिन, फोटोथेरापी ट्युबहरू, डर्मा इन्डियाको यो माइक्रोडर्मा एप्रिजन, डर्मा एप्रेटर इन्स्ट्रुमेन्टहरू, यी सबै चाहिँ वेब ट्रेडिङले चाहिने बेलामा तुरुन्तै उपलब्ध गराइदिनुहुन्छ र खुसी लाग्छ। र अरूभन्दा पनि वेब ट्रेडिङको मलाई विश्वास गरेको किन भन्दाखेरि सर्भिसिङ, सेलिङ मेसिन नट द ग्रेट, आफ्टर सेलिङ सर्भिसिङ इज इम्पोर्टेन्ट, र जुन चाहिँ मैले वेब ट्रेडिङबाट पाइरहेको छु। सो थ्याङ्क यू भेरी मच। नेपालमा डर्मा लेजर्स भित्राउँदै आएको कम्पनीले डर्माटोलोजी र एस्थेटिक सेवामा अग्रणी भूमिका निर्वाह गरेको छ। एफएमएस टेक्नोलोजी जस्ता आधुनिक प्रविधिहरूले शरीर टोनिङ र सौन्दर्य सेवामा नयाँ आयाम थपेका छन्। वेब ट्रेडिङ कन्सर्नका लागि उपकरण आपूर्ति केवल व्यापार होइन, जिम्मेवारी हो। विशेष गरी संवेदनशील उपकरणहरूमा कम्पनीको गम्भीरता झल्किन्छ, जहाँ जीवन र मृत्युको निर्णय जोडिएको हुन्छ। स्वास्थ्य क्षेत्रमा रोग निदानको भूमिका महत्त्वपूर्ण भएकाले कम्पनीले आइभिडी क्षेत्रमा विशेष ध्यान दिएको छ। 25 वर्षको अवधिमा करिब 500 भन्दा बढी साना तथा ठूला ल्याबहरूसँग सहकार्य गर्दै आएको कम्पनीले शहरदेखि ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गरेको छ। वेब ट्रेडिङले आज एउटा ग्रामीण भेगमा सानो ल्याब स्थापना गर्न आवश्यक उपकरणदेखि लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्तरका
ए ग्रेड ल्याबसम्म नेपालका सरकारी र निजी क्षेत्रका अग्रणी तथा ठूला अस्पतालहरूमा आफ्नो प्रविधि जडान गरेको छ। बाबु रामेन्द्र मैले धेरै लामो समयदेखि चिन्न पाएँ। ऊ आफै विकट बल्थली भन्ने ठाउँमा जन्मेको थियो, जहाँ चाहिँ म साइक्लिङ गर्थेँ र त्यस्तो विकट ठाउँमा जन्मेर पनि आफ्नै बलबुटामा चाहिँ आफूले सानो एउटा बिजनेसबाट सुरु गरेर आज यो लेभलमा आइपुग्यो। दर्जन मान्छेलाई चाहिँ काम दिलाउन सफल भयो। तर झुल्केल अस्पताल र वेब ट्रेनिङ कन्सर्नले एक आपसमा काम गरेर झन् 20 वर्ष नआयो होला र हाम्रो सम्बन्ध यो बायर र चाहिँ सेलरको मात्र नभइकन हाम्रो चाहिँ एक आपसमा चाहिँ घनिष्ठ सम्बन्ध विकास भयो। झुल्केल अस्पताल र झुल्केल अस्पतालको परिवारजनको नेतृत्व गरेर म आज यसरी बोल्न पाउँदाखेरि र बढाइदिन पाउँदाखेरि सबैको तह तब्काबाट म धेरै गर्वित छु। झुल्केलबाट मुरी बढाएर नमस्कार छ। धन्यवाद। तपाईं हामी प्रतिको विश्वासको धागो जोड्दै जानुहोस्। हामी भरोसाको जालो बुन्दै जानेछौँ। Empowering nations for a better tomorrow.